दुईटा खुट्टा उभिएपछि सक्यो के महासिंह सक यस्तो ह्यान्डसम छ उसलाई चाहिँ दुईटा खुट्टा चाहियो अरे क्या अरू सक्यो। हेलो नमस्ते आमा बुबा तथा दाजुभाइ दिदीबहिनी सम्पूर्णमा नमस्ते अनि सेवारो। म चाहिँ दीपक लिम्बू स्वागत छ घरमा। आज भने हामी जाँदैछौँ 64 बिघा सेकुवा पोली खानु। म चाहिँ सफारी कुदाइराखेको छु अहिले, यहाँ हेर्नु होला। अनि आजको के कस्तो हुन्छ हाम्रो ब्लग भरै देखाउने नै छु अन्तिमतिर, हेर्नु होला तपाईहरुलाई के कस्तो लाग्छ। यस्तै छ जिन्दगी, कहिले के ल त साथीहरु अब सरासर तल पुगेको देखाउने छु। अहिले बाटोमा देखाउँदिन तपाईहरुलाई। आज चाहिँ हामी यहाँनिर 64 बिघा भुल्केमा गर्मीको टाइममा हल्का रमाइलो गर्नलाई आइराखेको छौँ। यता परतिर चाहिँ पौडी खेल्नु छ सानो, यहाँ केटाहरू पौडी खेल्दैछ। अनि यहाँ हामी तङ्बा पनि लगाइराखेको छ, अर्ग्यानिक सब चिज यहाँ ल। बियर पनि खुवाउने अरे कुकुर लागेछ। बोतल यस्तो गरेर उल्टो हिँड्यो भने उल्टो हातको यसरी हिँड्यो भने हातौडा दिएको थियो। कस्तो छ मासु? ठिक छ? धराने बङ्गुर बब्बाल छ है। तपाईहरु पनि यहाँ यसो घुम्न आउन सक्नुहुन्छ। दामी जंगल, अर्ग्यानिक खानेकुरा। फोकस है फोकस। क्यामेराम्यान जल्दी फोकस गर भन्नु। 0.5 छ ल। यहाँ भाइ चाहिँ भर्खर बाहिरदेखि आएको। बाहिर सुँगुरको मासु खानु एकदम गाह्रो थियो अरे। यहाँ पुरा अनि यहाँ पोल्दैछ। पर हुक्का पनि छ। यहाँ फोटोग्राफरहरू फोटो हान्दैछन्। आज चाहिँ हामी यहाँ भाइहरूसँग मिलेर हल्का सेकुवा पोली खानु आएको। एउटा लामो भाडामा बान्नुपर्छ के फोन। नर्मली चाहिँ यो तपाईको यो हुन्छ नि, यो छ नि हैन, यहाँ हेर्नु यो क्या, यो छ नि, यो फ्लेभर भएको, यो फ्लेभर भएको छ नि। यो भनेको 1000 पप भन्दा बेसी थाम्दैन। मामाले भनेको त सेटमै आएको क्या, त्यसको चाहिँ यसो चेन्ज गर्नु नमिल्ने। त्यहाँनेरि क्या त्यो टाउको पनि खाँदाखेरि क्या त्यो पानी हाले ठाउँ नबनाइदिकन हाल्दियो क्या निकाल्थ्यो भाइले। यहाँनिर हेर्नुहोस् हरियाली पुरै। तपाईहरु पनि आउन सक्नुहुन्छ यहाँनिर, एकदम दामी छ हैन। हामी चाहिँ आज यहाँ मेरो भाइ भर्खर बाहिरदेखि आएको, त्यही भएर सेकुवा हल्का खानुलाई। बाहिर खानु भएन अरे क्या सुँगुरको मासु, त्यही भएर चाहिँ यसो सेकुवा पोलेर खानु आएको। सेकुवा चाहिँ लास्ट हो, त्यो सकिसकेको। बाजे पनि आउनु भएको छ खानुलाई।
पारिपट्टि पनि नेपाल के पो एसियाको एसियाको ह्यान्डसम यहाँ पारिपट्टि पनि यहाँ पौडी पनि छ छेउमा यहाँ पारिपट्टि पनि आउनुभएको छ सबैजना रमाइलो गर्नु अनि आजको यस्तै हो ब्लग बनेको चाहिँ नसुन्ने गर्दा भन्नुभयो त नि त्यहाँ त अनि पुरा जाँड ल्याएर आज रातभरि हान्ने भन्ने छ है यहाँ साथीहरू पनि पुरा त्यहाँ साथीहरू पनि पुरा जाँड ल्याएर आज रातभरि यहाँ बस्ने र यस्तो शान्त सुन्दर ठाउँमा हेर्नुहोस् यस्तो रमाइलो छ होइन तपाईँहरूलाई कस्तो लाग्छ के लाग्छ हामी नै आइराखेको छौँ आज रमाइलो मान्नुलाई अब यहाँनिर कसलाई बुहारी छ अरे ए त बुहारी छ अरे यता पनि सिङ्गल हो तिमी मिङ्गल होइन अनि महासिङ्गल सकिगयो त अब यो चाहिँ भिडियो हेर्ने जतिले होइन मिङ्गल बन्नुलाई चाहिँ सोल्टिनी नानीहरू यतैतिर ढल्किनु भने सुँगुरको मासुमा ढल्किने भनेको जस्तै यता ह्यान्डसम बोयहरूकोतिर चाहिँ ढल्किनु पर्यो है ल हेर्नुहोस् यस्तो ह्यान्डसम बोयहरूको अहिलेसम्म गर्लफ्रेन्ड छैन यत्तरी खत्तम भयो नि हो बर्बाद छ कलरको यो कलरको माल होइन सिंगल बोय मिङ्गल चाहिएन मिङ्गल ल म यहाँ सम्पूर्ण मेरो युट्युब हेर्नुभएको फ्यामिलीहरूलाई म भन्छु रिक्वेस्ट गर्छु मलाई चाहिँ मिङ्गल चाहियो मिङ्गल होइन ल है त भोलि नै भेट्छ मन पर्यो भने मन परिहाल्छ नि केटी भनेपछि मन पर्दैन केटी भनेपछि मन पर्दैन मन परिहाल्छ त दुईटा खुट्टा उभिएपछि सक्यो के हो कि होइन भाइ दुईटा खुट्टा उभिएको भयो हुन्छ होइन ल उयो मेरो भाइलाई चाहिँ दुईटा खुट्टा उभिएको भयो क्या को छ दुईटा खुट्टा उभिएको दुईटा खुट्टा टेक्ने भयो उहाँ मेरो भाइ ह्यान्डसम भाइ छ हेर यस्तो ह्यान्डसम छ यस्तो ह्यान्डसम छ उसलाई चाहिँ दुईटा खुट्टा चाहियो अरे क्या अरू सक्यो ल अहिले चाहिँ हामी यहाँबाट लाग्दैछौँ बोक है एउटा दुईटा चाहिँ भाइहरू छ भाइहरूलाई यति काम नरायो हुन्छ त हो कि न म त ब्याम्बो हान्ने हो नि त लिम्बू भएपछि लिम्बूको काम के हो तोङ्बा स्पेसल तोङ्बा त छैन होइन काठको यो चाहिँ पेप्सीको तोङ्बा बनाएको तिमी के भन्छौ दाब मात्र पुर्यायो भन्छ त हौ छ्या त्यस्तो नभन दाइको बेइज्जत गर्छौ